वेलकम म्याम। भिडियो चाहिँ प्लिज 1.2x अथवा 1.25x हेर्नु होला। आज हामी फाइनेन्सियल इन्टरमिडिएटरीको सेकेन्ड लेक्चर गर्दैछौँ। हिजो हामीले अगाडिको लेक्चर हेर्नुभयो भने तपाईँले रिन्युअल गराउनुपर्छ हरेक 2 वर्षमा भन्ने कुरादेखि ओके, मैले यो यस्तो गरेँ भने क्यामेरा नि हट्दो रहेछ। ल स्क्रिन सेयर भनेपछि सेयर स्क्रिन गर्नु पर्यो। स्क्रिन गरिसकेपछि यता स्क्रिन भयो होला चाहिँ स्क्रिन एकचोटि सरस्वती हिजोको कुराहरू थोरै रिभाइज गरौँ अनि हामी आजको क्लासमा अगाडि बढ्नेछौँ। फाइनेन्सियल इन्टरमिडिएसन भनेको के हो? यो कुरा पढाएको थियौँ। माइक्रो क्रेडिट, माइक्रो डिपोजिटको कुरा यो फाइनेन्सियल इन्टरमिडिएसन हो। त्यसपछि हामीले पढाएको थियौँ प्रिएम्बल, अब्जेक्टिभ पनि भन्छ। हामीले पढाएको थियौँ प्रोहिबिसन, लाइसेन्स बिना काम गर्न पाइँदैन। अनि फाइनली त्यसपछि यो सेक्सन पनि हामी याद गर्दै जान सक्छौँ, खासै ठुलो छैन। सेक्सन 3 मा सेक्सन 1 मै हुन्छ। प्रोहिबिसन पछि एप्लिकेसन, त्यो लाइसेन्सको लागि कसरी एप्लिकेसन दिने, कसले कसलाई भन्ने कुराहरू पढेको थियौँ। यो सेक्सन 4 मा थियो। सेक्सन 5 मा लाइसेन्स टु बी इस्युड है, लाइसेन्स टु बी इस्युड। सेक्सन 6 मा डकुमेन्ट्स माग्न सक्छ अनि डेडलाइनको कुराहरू थियो। त्यही हो होइन। 5 मा 6 मा 6 मा एडिसनल डकुमेन्टको कुराहरू थियो। 6 मा आम सरी, यो थोरै मिस्टेक भयो। 5 मै त तपाईँको एडिसनल डकुमेन्ट माग्न सक्छ अनि लाइसेन्स इस्यु गर्न सक्छ अनि डेडलाइनको कुरा छ। 6 मा चाहिँ एउटा कुनै फाइनेन्सियल इन्टरमिडिएटरीले चाहिँ एउटा कुनै स्पेसिफाई टर्म्सहरू यहाँले प्रिस्क्राइब गर्न सक्छ भन्ने कुराहरू लेखेको छ। 7 मा हरेक 2 वर्ष रिन्युअल गराउनु पर्छ। हरेक 2 वर्षमा के गर्नुपर्छ? रिन्युअल गराउनुपर्छ। रिन्युअलको लागि एनुअल फाइनेन्सियल स्टेटमेन्ट्स अनि सोसाइटी रेजिस्ट्रेसन एक्ट अनुसारको रिन्युअल अनि वर्क एरिया चेन्ज, अब्जेक्टिभ चेन्ज, म्यानेजमेन्ट चेन्जको कुरा अनि अदर प्रिस्क्राइब भन्छ। केमा कतिखेर गर्नु पर्यो भन्दाखेरि चाहिँ यो 2 वर्षको जुन रिन्युअल पिरियडको यसले डेडलाइन दिएको छ, यसको 35 डेज प्रायर नै के गर्नु पर्यो? एप्लिकेसन हाल्नु पर्यो। 35 डेज प्रायर नै एप्लिकेसन राख्नु पर्यो। ओके, सो आज हामी च्याप्टर 3 सुरु गरौँ। च्याप्टर 3 सुरु गरौँ। अहिलेसम्म हामीले बेसिक्स, फाइनेन्सियल इन्टरमिडिएट डिफिनेसन, एप्लिकेसन, त्यसमा एडिसनल इन्फर्मेसन, रिन्युअल को कुराहरू गऱ्यौँ। यहाँ एउटा सानो कुरा छुट्दैछ, त्यो हेरौँ। यसमा तपाईँको यो फाइनेन्सियल रेगुलेसनबाट आएको कुरा चाहिँ रेगुलेसनबाट आयो अनि के कुराहरू एक्टबाट आयो भन्ने कुराहरू छुट्याउनु भयो भने अझै तपाईँको लमा एज पर फाइनेन्सियल इन्टरमिडिएट एक्ट र रेगुलेसन
+5 जान्छ है। यो चाहिँ रेगुलेसनबाट ग्रुपको मान्छेहरूको कुराहरू थियो, कति 4 देखि 10 जना 16 वर्षको है। अनि कमिटेड मान्छेहरू हुनु पर्यो, गुड फेथ यताउतिको कुराहरू थियो। ग्रुपको रेगुलेसन्समा एउटा यो कुरा थियो। अनि एडिसनल डकुमेन्टमा पनि रेगुलेसन्सले अहिलेसम्म हामीलाई रेगुलेसन्सबाट यो थिए है। अनि रेगुलेसन्सको यो रिन्युअलको कुराहरू पनि रेगुलेसन्सबाटै आएको थियो। त्यसपछि अब रेगुलेसन्समा चाहिँ एक्टमा होइन कि रेगुलेसन्समा चाहिँ के भनिएको छ भन्दाखेरि त्यो फाइनेन्सियल इन्टरमिडिएटरिजहरू जुन जुन हुन्छन् है, उनीहरूले चाहिँ के गर्न पाइँदैन। एक्टिभिटिज नट टु बी डन बाई द इन्स्टिट्युसन भन्नाले यहाँ फाइनेन्सियल इन्टरमिडिएटरिज भन्छ। पर्चेज सेयर अर डिभेन्चर अफ एनी कर्पोरेट बडी। सेयर र डिभेन्चरमा उसले किन्नु भएन, उसले किन्न पाउँदैन। अरू कम्पनीको अरू कर्पोरेट बडीको सेयर्स एन्ड डिभेन्चर किन्न पाउँदैन। हाउएभर एक्सेप्सन छ है, एक्सेप्सन छ। हाउएभर अन अप्रुभल अफ द ब्याङ्क, ब्याङ्क भनेको एनआरबी, एनआरबीको अप्रुभल लिइसकेपछि सेयर्स अर डिभेन्चर अफ अ कर्पोरेट बडीज इङ्गेज इन ट्रान्जेक्सन अफ माइक्रो क्रेडिट मे बी पर्चेज। सिमिलर नेचरको ट्रान्जेक्सन क्यारी गर्ने कर्पोरेट बडीको सेयर्स अथवा डिभेन्चर चाहिँ किन्न पाउँछ। द्याट्स अल। एउटा मेन प्रोभिजन भनेको सेयर्स र डिभेन्चरमा उसले किन्न पाउँदैन, त्यसमा ट्रेड गर्न पाउँदैन। हाउएभर आफ्नै नेचर माइक्रो क्रेडिटको फेसिलिटिज प्रोभाइड गर्ने छ भने त्यतिखेर त्यो चाहिँ उसले किन्न पाउँछ। प्रोभाइड माइक्रो क्रेडिट टु द म्यानेजिङ डिरेक्टर अर हिज फ्यामिली मेम्बर्स, म्यानेजिङ डिरेक्टरलाई माइक्रो क्रेडिट प्रवाह गर्न पाइएन है। अनि पर्चेज अर सेल अफ इमुभेबल एन्ड मुभेबल एसेट्स एक्सेप्ट फर द ओनर्स, यो त हाम्रो प्रोपर लेखेको हुन्छ। एकचोटि सर र फेरि एक्टिभ रिकलिङ इज भेरी इम्पोर्टेन्ट है। के भर्खरै के भयो, रेगुलेसन्सले दिएको हो राइट हो भनेर लेख्नु पर्यो। रेगुलेसन्सले के दियो, एक्टिभिटिज नट टु बी डन बाई इन्स्टिट्युसन। अब इन्स्टिट्युसन्सको भनेको अब हामीले यहाँ पुरै पढ्ने भनेको फाइनेन्सियल इन्टरमिडिएटरिजको के गर्न पाइँदैन अरे। सुरुमा पर्चेज नत्र यसरी लामो पर्चेज अफ सेयर्स एन्ड डिभेन्चर्स अफ कर्पोरेट बडी लेख्नुहोस् राइट। यसको एक्सेप्सन लेख्नुहोस्। एक्सेप्सन भेरी इम्पोर्टेन्ट है। एक्सेप्सन भनेको सिमिलर नेचर माइक्रो क्रेडिटको फेसिलिटिज दिने कर्पोरेटमा चाहिँ उसले गर्न पाउँछ। प्रोभाइडिङ क्रेडिट अथवा माइक्रो क्रेडिट टु म्यानेजिङ डिरेक्टर एमडी or his or her family members. Easy. लास्टमा purchase or deal in immovable and movable properties except for its own use. यति तिनवटा गर्न पाउँदैन। इजी। वी मुभ अन है। अब यहाँबाट हामी अगाडि बढ्छौँ। यसलाई म फालिदिन्छु। ओके ठिक छ है। हामीले यो एक्टिभिटिज नट टु बी डन पनि सकायौँ। एकचोटि तपाईँलाई अहिलेसम्म के पढेँ मलाई याद छैन जस्तो लाग्छ भने पज गर्ने, सर र एकचोटि दिमागमा आफूले सोच्ने, त्यसलाई हाम्रो एक्चुअल प्रोभिजनसँग कम्पेयर गर्ने। त्यो भनेको एक्टिभिटिकल, त्यो तपाईँले 2-3 चोटि गर्नुभयो भने दिस एक्ट विल बी भेरी इजी फर यु है। अब हामी जाउँ च्याप्टर 3 मा। च्याप्टर 3 मा तपाईँको यो अलमोस्ट सबै तपाईँको च्याप्टरमा एक्टमा हुने कुराहरू छ। फङ्सन, ड्युटिज एन्ड पावर अफ इन्स्टिट्युसन्स भनेको फाइनेन्स इन्टरमिडिएटरिज को फङ्सन, काम के हो, ड्युटिज दायित्व के हो, पावर भनेको उसको क्षमता के हो, यो सेक्सन 8 मा लेखिएको छ। अहिलेसम्मको तपाईँहरू सेक्सन केही पनि छैन। अहिलेसम्म 1 मा अब्जेक्टिभ, सर्ट टाइटल, कमेन्समेन्ट हुन्छ।
सेक्सन 2 चाहिँ आई थिङ्क त्यस्तो इम्पोर्टेन्ट नभएर हामीले पढिएन त्यो 2 मा डेफिनेसन आइम सरी 2 मा डेफिनेसन टर्म्स यो एक्टमा 3 मा प्रोहिबिसन 4 मा एप्लिकेसन 5 इस्युएन्स अफ लाइसेन्स 6 मा स्पेसिफाइड टर्म्स 7 मा रिन्युअल 8 मा पावर फङ्सन ड्युटिज हामी अहिलेसम्मको सबै सेक्सनहरू याद गर्दै आइरहेका छौँ अहिलेसम्म तपाईँहरूलाई त्यस्तो गाह्रो खासै भयो जस्तो मलाई लाग्दैन सो सेक्सन सम्झिन त्यस्तो गाह्रो पनि छैन अब यो कम्पनीज एक्ट जस्तो लामो भयो ठुलो भयो भने चाहिँ हामीले पर्टिकुलर सेक्सनहरू याद गरौँ है अब तपाईँको छोटो एक्ट छ तपाईँको एकचोटि सेक्सन याद गरिसकेपछि हुन्छ भने त इट्स नो ब्रेनर हो नि त हामी सेक्सन लेख्ने मार्क्स स्कोर गर्नेतिर लाग्नुपर्छ ओके तर तपाईँहरू गाह्रो लाग्छ भने चाहिँ रङ सेक्सन कोड गर्नुभन्दा नसम्झेकै राम्रो moving on. The function power duties of the institution shall be in addition to the function duties set forth in elsewhere in this act. अरू ठाउँमा पनि यसको यो एक्टको चाहिँ ड्युटिज र पावर स्पेसिफाई गरे हुन्छ त्यो बाहेक चाहिँ टु इन्करेज द पर्सन विथ लो इन्कम टु फर्म ग्रुप्स अघि मैले भनेको थिएँ नि हिजो मैले भनेको थिएँ 4 देखि 10 जना मान्छेहरूको एउटा ग्रुप बन्छ त्यो ग्रुपको काम के हो त्यो पछि आउँछ अहिलेलाई एउटा ग्रुप एउटा फाइनेन्सियल इन्टरमिडिएट एक्टमा चाहिँ एउटा ग्रुपको चाहिँ सिग्निफिकेन्स हुन्छ भन्ने कुरा बुझ्नुहोस् अब त्यो ग्रुप फर्म गराउनको लागि चाहिँ फाइनेन्सियल इन्टरमिडिएटले आफ्नो काम एउटा लोकल लेभलमा गएर गर्नुको लागि त्यहाँ एउटा पहिले ग्रुप भएर बस्यो भने चाहिँ त्यो सजिलो हुन्छ भन्ने त्यसले ग्रुपहरू बन्ने गर्छ सो त्यो ग्रुप बनाउनलाई मान्छेलाई इन्करेज गर्नु यसको एउटा फङ्सन हो राइट टु कलेक्ट माइक्रो सेभिङ्स फ्रम द ग्रुप्स मेम्बर्स अफ द ग्रुप्स माइक्रो सेभिङ्स कलेक्ट गर्ने माइक्रो क्रेडिट प्रवाह गर्ने त यसको काम हो सो यसको एउटा मेजर फङ्सन भनेको यो भयो टु डिसबर्स माइक्रो क्रेडिट विथ अर विदाउट टेकिङ सेक्युरिटी अर ग्यारेन्टी अफ एनी इमोबल प्रोपर्टिज भनेछ है एउटा के गर्ने कोल्याट्रल लिएर अथवा नलिकन माइक्रो क्रेडिट प्रवाह गर्ने यसको अर्को एउटा लोन्स और ग्रान्ट्स फ्रम द गभर्मेन्ट अफ नेपाल और बैंक भनेको एनआरबी or native or foreign organization association and to use such loans त्यो लोनहरु यो तपाईको यो आफैमा सबै इन्टर फाइनान्शियल एउटा सोशल वेलफेयर को नेचरको हुन्छ यिनीहरु चाहिँ सो यिनीहरुले के पनि पाउँछन् लोन्स र ग्रान्ट एनआरबीहरुबाट पनि पाउँछन् अनि अन्य एसोसिएसनबाट पनि यिनीहरुले लोन्स र ग्रान्ट्स पाइराको हुन्छ त्यसलाई चाहिँ केमा युज गर्ने भन्दाखेरि डिसबर्समेन्ट अफ माइक्रो क्रेडिट अनि एक्टिभिटीज मेकिङ सच एक्ट इफेक्टिभ माइक्रो क्रेडिट प्रवाह गर्न अथवा माइक्रो क्रेडिट प्रवाह गर्ने अन्य कार्यहरू चाहिँ इफेक्टिभ बनाउनलाई त्यो युज गर्न सकिन्छ हेर्नुस् सिधै माइक्रो क्रेडिट प्रवाह पनि हुन्छ त्यो पैसाबाट अनि माइक्रो क्रेडिट प्रवाह हुने अन्य कामलाई अझै इफेक्टिभ अझै क्वालिटीको बनाउनलाई चाहिँ त्यो पैसा युज गर्न सक्छ प्रोभाइडेड भन्ने कुराहरू इम्पोर्टेन्ट हुन्छ है provided however that in obtaining loans and grants and other assistance from a foreign organization association the institution shall has to obtain approval of government of Nepal through the bank NRB को through जस्तै फाइनेन्शियल इन्टरमिडिएट भयो यो जान्छ NRB मा NRB को थ्रु गभर्नमेन्ट अफ नेपाल को के लिएर आउँछ उले एउटा एप्रुभल लिएर आउँछ एप्रुभल कुन केसमा चाहिन्छ अरु केसमा चाहिदैन एउटा फरेन एसोसिएसन बाट लोन अथवा ग्रान्ट्स ल्याउँदैछ भने चाहिँ उलाई के चाहिन्छ एउटा अप्रुभल चाहिन्छ सो दिज प्रोभाइडेड एक्सेप्सन्स दिज आर भेरी इम्पोर्टेन्ट है सो प्रायर टु डिस्बर्सिङ द माइक्रो क्रेडिट डिस्पर्स गर्नु अगाडि टु इभ्यालुएट द वर्क फर विच द क्रेडिट हेज बिन डिमान्डेड एन्ड आइडेन्टिफाई वेदर सच वर्क इज फिजिबल नट यसको नम्बर 1 भनेको माइक्रो क्रेडिट डिस्पर्स गर्ने हो नम्बर 2 मा भनेको यो रिलेटेड है अरु पनि छ जस्तै यो माइक्रो क्रेडिट डिस्पर्स गर्ने कुराहरुमा चाहिँ माइक्रो क्रेडिट डिस्पर्स डिमान्ड भइराको जस्तै एउटा ग्रुप आयो हामीलाई यो यसको लागि लोन चाहियो भनेर त्यो लोन उनीहरुले मागिरहेको एरिया चाहिँ कतिको फिजिबल छ गर्ने पनि उसको एउटा के हुन्छ
तपाईँको उसको एउटा फङ्सन हुन्छ। त्यसपछि टु मेक पब्लिसिटी ओभर द माइक्रो बिजनेसेस विच आर सच नेचर एज टु ब्रिङ इम्प्रुभमेन्ट इन, यो भनेको त्यही मेजर अब्जेक्टिभलाई नै घुमाएर एउटा उस बनायो, राइट। टु होल्ड सिम्पोसिया, सिम्पोसिया सिम्पोसिया भनेको एकछिन है, सिम्पोजिया भनेको a symposia is a formal meeting or conference where expert presents and discuss ideas on a specific topic. So यो भनेको एउटा एउटा डिस्कसन रहेछ है, मलाई पनि थाहा थिएन डिस्कसन। यस, डिस्कसन्स रहेछ, टु होल्ड डिस्कसन्स के माइक्रो बिजनेसेस, जुन हामीले मेन अब्जेक्टिभमा माइक्रो बिजनेसेसमा मान्छेहरूलाई इन्करेज गर्ने कुराहरू थियो नि, त्यो इन्करेज गर्ने कुराको लागि डिस्कसन होल्ड गर्ने होइन, एक्सपर्ट्सहरू बोलाउने, उनीहरू डिस्कस गर्ने एन्ड गिभ ट्रेनिङ टु फर्मुलेट प्रोजेक्ट्स, रेन्डर एसिस्टेन्ट, प्रोभाइड टेक्निकल नलेज एन्ड ब्रिङ अबाउट द टेक्निकल एसिस्टेन्ट एज पर नेसेसरी है। माइक्रो बिजनेसेसहरू गर्नको लागि एउटा डिस्कसन ल्याउने, टेक्निकल एसिस्टेन्टहरू प्रोभाइड, हामीले यो जस्तोको जस्तै वर्डिङ युज गर्न पर्दैन। तपाईँले के गर्नु पर्यो भने यो यसको मिनिङ आउने एउटा एउटा सेन्टेन्स हुनु पर्यो कि। त्यसै माइक्रो बिजनेसेसको बारेमा चाहिँ हाम्रो त्यो ग्रुप्सहरूलाई बोलाएर, एउटा लोकल लेभलको मान्छेहरूलाई बोलाएर त्यसको बारेमा उनीहरूलाई इन्फर्म गराउँछ फाइनेन्सियल इन्टरमिडिएटर्स भन्ने कुराहरू चाहिँ तपाईँले यसमा लेख्नु पर्यो कि। अनि टेक्निकल एसिस्टेन्ट दिन्छ भनेर त लेख्नु पर्यो नि, यसलाई जस्ताको तस्तै ब्रिङ अबाउट द टेक्निकल एसिस्टेन्ट भनेर लेख्नु नसके पनि माइक्रो फाइनेन्सियल इन्टरमिडिएटर्स प्रोभाइड टेक्निकल एसिस्टेन्स फर द ग्रुप हु आर डिजाइरस स्टार्टिङ अ माइक्रो बिजनेसेस भनेर त एटलिस्ट लेख्नु पर्यो नि त। सो टेक्निकल किवर्ड्सहरू फाइन्ड गर्ने हो, ललाई अब कति घोकेर त साध्यै हुँदैन। ओके, टु प्रोभाइड नेसेसरी सर्भिसेस टु द ग्रुप्स, त्यही ग्रुप तपाईँहरूलाई बुझेँ, यो एक्टको मेजर एसेन्स नै ग्रुपभित्र छ। ग्रुप्सले चाहिँ तपाईँको यो लोकल लेभलमा गएर अपरेट गर्नलाई सजिलो। नेसेसरी सर्भिसेस इन मोबिलाइजेसन अफ द माइक्रो क्रेडिट एन्ड माइक्रो सेभिङ्स भनेको छ। टु टेक नेसेसरी एक्सन्स इन द रिकभरी अफ माइक्रो क्रेडिट, यो त भेरी प्रिटी स्ट्रेट फरवर्ड, सबै फाइनेन्सियल इन्स्टिट्युसनहरूले गर्नै पर्ने काम हो यो। अनि टु मेक इन्क्वायरी फ्रम टाइम टु टाइम अन वेदर द माइक्रो क्रेडिट हेज बिन properly utilized or not, and if in case of making such utilized properly to give necessary direction and to necessary actions. प्रभाव भएको माइक्रो क्रेडिट चाहिँ ठाउँमा युज भएको छ कि छैन भन्ने कुरो उनीहरूले हेर्नु पर्यो। भएको छैन भने नेसेसरी एक्सन्स लिनु पर्यो, इजी है। अनि टु पर्फर्म सच अदर्स फङ्सन एज प्रिस्क्राइब्ड इन रिलेसन टु द कलेक्सन अफ माइक्रो सेभिङ्स एन्ड डिस्पर्सन, अरू के काम मेजर अब्जेक्टिभ माइक्रो क्रेडिट र माइक्रो सेभिङ्समै घुमेको छ क्या तपाईँको। अरू सबै हेर्ने हो भने त्यसलाई उठाउने रे, त्यो कुन कुन ठाउँमा तिनीहरूले त्यो युज गर्दैछ, त्यो युजको त्यो एरियाको एनालिसिस गर्ने रे होइन। अनि मान्छेहरूलाई माइक्रो बिजनेसेसहरूको बारेमा चाहिँ होइन सिम्पोसियाहरू कन्डक्ट गरेर उनीहरूलाई टेक्निकल असिस्टेन्ट दिएर मान्छेहरूलाई त्यसमा इन्करेज गराउने। सो बेसिकली मेजरली तपाईँको सबै अब्जेक्टिभ चाहिँ माइक्रो क्रेडिट प्रवाह गर्ने, माइक्रो डिपोजिट एक्सेप्ट गर्ने कुराहरूमै घुमेको देखिन्छ। अब एउटा मेजर भनेको टु एक्ट एज एन एजेन्ट अफ द कमर्सियल ब्याङ्क अर फाइनेन्सियल इन्स्टिट्युसन, कमर्सियल ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनको एज एन एजेन्ट पनि यिनीहरू काम गर्छन् है। फाइनेन्सियल कसै कमर्सियल ब्याङ्कलाई आफ्नो कुनै एउटा विस्तार गर्नु पर्यो भने एजेन्टको यिनीहरूले एउटा एजेन्टको यिनीहरू त लोकल लेभलमा अपरेट भएको हुन्छ नि त, त्यही भएर यिनीहरू एजेन्ट पनि काम गर्छ। 2013मा सिम्पल तपाईँको प्रोपर ट्याक्क फ्रम फर्स्ट लाइन एन्सर नो गफ एन्सर सोधेको छ। पोइन्ट आउट द बेसिक फङ्सन ड्युटिज एन्ड पावर अफ द फाइनेन्सियल इन्टरमिडिएट एज पर कन्फ्रेन्ड बाई द एक्ट रिलेटिङ टु द इन्स्टिट्युसन एक्टिङ एज अब तपाईँले यो केही गर्नु भएन यसलाई एक्टिभ। अब तपाईँ एकचोटि यो पढ्नुभयो, एकचोटि आफैलाई बुझाउने नेपालीमा, त्यसपछि यसलाई साइडमा राख्ने, त्यसपछि लेख्न थाल्ने, तपाईँलाई के याद आउँछ है, तपाईँलाई के याद आउँछ, कति रिकल गर्दो रहेछु भन्ने त्यसलाई नजिक बनाएपछि बल्ल अर्को प्रोभिजनमा जानु। फर्स्ट रिभिजनमा फर्स्टचोटि पढ्दै हुनुहुन्छ भने द्याट्स अ बेस्ट वे, द्याट्स प्रुभन एन्ड टेस्टेड वे। नेक्स्ट भनेको पावर टु डिमान्ड
डिटेल्स डाटा एन्ड डकुमेन्ट्स पावर टु डिमान्ड डिटेल्स हेर्नु है यहाँ 4D छ है डिमान्ड के डाटा डिटेल्स डकुमेन्ट खासै केही बढेकै छैन होइन त्यही भएर सबै सेक्सनहरू तपाईँलाई अलमोस्ट याद नै होला आई होप सो द ब्याङ्क एनआरबी है एनआरबी मे डिमान्ड any details documents relating to the micro savings and micro credit from the recipients and shall the duty of the concerned institution to submit the details so demanded यस्तो यो डिमान्ड गर्नुपर्छ भन्ने कुराहरूको पनि एउटा प्याटर्न छ है जस्तै यो एउटा रेगुलेटरी बडीले डिमान्ड गर्छ अनि त्यो कम्पनीले चाहिँ त्यो ड्युली दिनुपर्छ भन्ने कुराहरूको प्याटर्न छ जस्तै इफ यहाँनिर तपाईँ रेगुलेटरी बडीले है इन दिस केस एनआरबी है रेगुलेटरी बडी है इफ म जस्तै अब अरू कुनै रेगुलेटरी बडी छ भने त्यो लेख्नुहोस् है इफ रेगुलेटरी बडी डिमान्ड्स एनी अब 3D इज रिमेनिङ है डिटेल्स डाटा एन्ड डकुमेन्ट्स रिलेटिङ टु माइक्रो मैले भर्खरै अघि एकचोटि पढेँ द ल यो एक्ट त पहिले पढिसकेँ बट स्टिल माइक्रो सेभिङ्स इट सेल बी तपाईँ एकचोटि पज गरेर आफै लेख्नु खोज्नु है द ड्युटी अफ concerned this word is very important concerned institution to duly provide those DDD right any छ yeah duly provide submit provide so demanded okay okay अर्को to enter into a agreement है this is very important है to enter into a agreement धेरै फोर आउनुपर्छ in disbursing the microcredit and institution shall enter into agreement in written writing with the borrower with such terms as required for the protection and proper use of the credit obviously तपाईँ माइक्रो क्रेडिट प्रवाह गर्दै हुनुहुन्छ भने एउटा रिटर्न डकुमेन्ट राख्नु पर्यो त्यसमा टर्म्स एन्ड कन्डिसन इन्क्लुड भएको हुनु पर्यो कुराहरू पनि त्यसमा मेन्सन भएको हुनु पर्यो इन इन्टरिङ एन एग्रिमेन्ट पर्सुएन्ट टु सबसेक्सन 1 माथि भनेको एग्रिमेन्ट इन्टर गर्दाखेरि द इन्स्टिट्युसन मे सो स्पेसिफाई the terms that the repayment period of the loan may be any period whatsoever. The institution may so specify the terms that repayment period तपाईको जति पनि हुन सक्छ that the institution may require the borrower to repay the credit in event of violation of any terms specified the institution and the institution may recover the same from the security or collective guarantee furnished by the borrower by executing a deed to that effect. यो लाइन तपाईलाई धेरै कम्प्लेक्स लाग्यो भने यसलाई ब्रेक डाउन गरेर पढ्ने हो भने खासै कम्प्लेक्स हुँदैन हेर्नु है त जस्तै सुरुको त सबसेक्सन 1 त बुझियो होला हैन सबसेक्सन 1 मा त सिम्पली के लेखेछ रिटर्न 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 एग्रिमेन्ट हुनुपर्छ त्यसमा के लेखेको हुनुपर्छ टर्म्सहरू लेखेको हुनुपर्छ भनेर लेखेको छ के को भन्दाखेरि के का लागि चाहिँ टर्म्स प्रोटेक्सन एन्ड प्रोपर युज अफ क्रेडिट भनेर लेखेको छ तलपट्टिकोलाई म तपाईँलाई ब्रेकडाउन गरेर सिम्पली भन्छु है त सबसेक्सन 2 ले दिस इज भेरी इम्पोर्टेन्ट सेक्सन है यो तपाईँको अलमोस्ट सबै क्वेसनमा एउटा यसलाई स्पेसिफाई गर्नुभयो भने तपाईँको क्वेसन एन्सर अझै स्ट्रङ हुन्छ सो यो सेक्सन चाहिँ तपाईँ राम्रो हेर्नु है स्पेसिफिक दुई तिनवटा सेक्सनहरू चाहिँ दिज आर द सेक्सन द्याट हेभ द मोस्ट एसेन्स इन दिस एक्ट है इन एग्रिमेन्ट इन इन्टरिङ इन्टु एग्रिमेन्ट पर्सुएन्ट टु सबसेक्सन माथिको एग्रिमेन्ट जुन रिटर्न एग्रिमेन्ट इन्टर गर्ने बेलामा द इन्स्टिट्युसन भनेको त फाइनेन्सियल इन्टरमिडिएटरिज हो यहाँ फाइनेन्सियल इन्टरमिडिएटरिज मे सो उसले के जतिखेर पनि तिर्न सक्न पर्ने हुन सक्छ
terms that the repayment period of the loan may be any period whatsoever, कमा है एउटा के रे यो एउटा उले मेन्सन गर्नु पर्यो एग्रीमेन्टमा है अनि that the institution may require the borrower to repay the credit in event of violation of any terms specified by the institution and the institution ल यो कतिखेर रिपेमेन्ट मेबी एनी पिरियड हुन्छ भन्दाखेरि borrower to repay in the event of violation गर्यो भने यो फाइनेन्शियल इन्स्टिट्युसन्स फाइनेन्शियल इन्टरमिडिएटले जतिखेर पनि उठाउन सक्छ अनि त्यसपछि त्यो लोन उठाउँदाखेरि उसले राखेको सेक्युरिटी अथवा कलेक्टिभ ग्यारेन्टी चाहिँ यो फाइनेन्शियल इन्टरमिडिएटहरूले चाहिँ त्यसलाई पनि युज गरेर त्यो पैसा उठाउन सक्छ भन्ने यो तीनटा कुरा securities and collective guarantee can be used for recovery यो तीनटा कुराहरु चाहिँ मेजर कुरा है त्यसपछि provided that in taking a security from a borrower the institution shall not take security of any person that is not related with the group त्यो ग्रुप जुन 4 देखि 10 जनाको ग्रुप छ यो 4 देखि 10 जना बाहेकको मान्छेको सेक्युरिटीज लिएर चाहिँ त्यसलाई एज अ त्यसको त्यहाँ त्यो बाहेकको कसैको प्रपर्टीलाई चाहिँ एज अ सेक्युरिटी लिन मिल्दैन भनेर लेखिएको छ सेक्सन 10 मा सेक्सन 10 यसो झट्ट सुरुमा सुन्दाखेरि कम्प्लेक्स लाग्न सक्छ तपाई यसलाई ब्रेक डाउन गरेर पढ्नुस् हुँदैन है त त्यसै तपाईं के छ सुरुमा रिटर्न हुनु पर्यो रिटर्न एग्रीमेन्ट हुनु पर्यो त्यो रिटर्न एग्रीमेन्ट के को लागि हुनु पर्यो भन्नुहुन्छ भने प्रोटेक्सन एन्ड प्रोपर हुनु पर्यो त्यसपछिको सबसेक्सन 2 मा चाहिँ के छ भन्दाखेरि माथिको सबसेक्सन 1 को एग्रीमेन्ट तपाई इन्टर गर्दै गर्दाखेरि यी तीन कुराहरु चाहिँ तपाई मेन्सन गर्नुहोस् डिफल्ट को केसमा जतिखेर पनि लोन रिकभरी गर्न सक्छ अनि लोन रिकभरीमा चाहिँ उले राखेको कलेक्टिभ ग्यारेन्टी र सेक्युरिटीजको पनि युज गर्न पाउँछ त्यो सेक्युरिटी जुन बरोवरले सुरुमै फर्निश गर्नुपर्ने हुन्छ त्यो सेक्युरिटी चाहिँ त्यो ग्रुप भन्दा बाहेकको मान्छेको सेक्युरिटीज उले फर्निश गर्न मिल्दैन द्याट्स यति कुरा हो यसलाई अब यहाँका टर्म्सहरु नछुटाइकन यसलाई आफ्नो भाषामा पनि लेख्न सकियो ओके च्याप्टर सकाउन भनेको आज लामै छ जस्तो यो सेक्सन 11 त ओके सेक्सन 11 पनि धेरै अलि ठुलो नै छ अनि इम्पोर्टेन्ट पनि छ तपाईं हेर्न सक्नुहुन्छ क्वेशन छ यहाँ पछाडी है त्यस्तो साह्रो पनि त ल ठिकै छ क्वेशन अब आयो भने त आइहाल्यो नि हैन सो सेक्सन अहिलेसम्म सेक्सन रिभ्यू गर्ने हो भने 1 मा अब्भियसली के छ सर्ट टाइटल कमेन्समेन्ट अब्जेक्टिभको कुरा 2 मा डेफिनेसन 3 मा प्रोहिबिसन 4 मा के छ 4 मा एप्लिकेसन 5 मा लाइसेन्स 6 मा स्पेसिफाइड टर्म्स 7 मा रिन्युअल 8 मा पावर फंक्सन ड्युटीज 9 मा DD 4D को कुरा छ 9 मा हैन अनि 10 मा छ रिटर्न एग्रीमेन्ट हुनुपर्छ भन्ने कुरा है अनि 11 मा अब हामी पढ्दै छौं पावर अफ इन्स्टिट्युसन इन केस अफ भायोलेसन अफ टर्म तपाईले लोन त प्रवाह गर्नुभयो है लोन प्रवाह गर्नुभयो तर उनीहरुले violated they didn't honor the agreement entered into so यो केसमा चाहिँ त्यो फाइनान्शियल इन्टरमिडिएटरी को चाहिँ त त्यतिखेर उसको पावर चाहिँ के हुन्छ भन्ने कुराहरु चाहिँ अब हामी अगाडि पढ्दै छौं सो सबसेक्सन 1 मा सेक्सन 11 को
सबसेक्सन 1 मा चाहिँ के छ भन्दाखेरि if any borrower does not abide by the agreement or terms therefore enter into with the institution or fails to repay the microcredit to the institutions, एग्रिमेन्टलाई उसले अभोइड गर्न सकेन, त्यसको मतलब अभियसली पैसा तिर्न सकेन विदिन द पिरियड प्रिस्क्राइब्ड इन द डिड, or if upon an inquiry held by the institution it appears that the borrower has misused or misappropriated the amount of the microcredit. ल हेर्नुहोस् है, हेर्नु है, यसलाई अब कसरी कसरी यसलाई ब्रेकडाउन गर्ने कुराहरू म भन्छु है. If any borrower does not abide by the agreements or terms therefore entered into with the, दुईटा केस छ है, borrower agreement or fails to repay the microcredit to the institutions. उसले अभोइड गरेन, अरू कुराहरू पनि हुन्छ, पेमेन्ट मात्रै हुँदैन, अरू कुराहरू पनि हुन्छ एउटा एग्रिमेन्टमा. अनि पेमेन्टको लागि छुट्टै एउटा लाइन लेखिदियो, फेल्स टु repay the microcredit within the period specified in the deed, or अझै अर्को कुरा के छ, or upon inquiry held by the, अनि मिस एप्रोप्रिएसन अफ एमाउन्ट छ भने यो केसमा एग्रिमेन्टका अन्य कुराहरू चाहिँ उसले अभोइड गरेन, माइक्रोक्रेडिट रिपे गर्न सकेन, मिस एप्रोप्रिएटेड द अमाउन्ट अफ द माइक्रोक्रेडिट सो बरोड. यो तीनटा केसमा चाहिँ है अहिलेसम्म यसरी बाइफर्केट गरेर पढ्ने हो भने सजिलो हुन्छ, राइट. होल नै उसले डिस्क्रेडिट गर्यो, और पैसा तिरेन, और लगेको पैसा मिस एप्रोप्रिएट गर्यो. यो दुईटा मेजर कुराहरू भएर वर्डिङको लागि युज गरेको हो जस्तो मलाई लाग्छ. सो बरोड द इन्स्टिट्युसन मे नट विथस्ट्यान्डिङ एनिथिङ एल्स कन्टेन्ट इन द प्रिभेन्टिङ ल, अन्य लमा जेसुकै भने तापनि recover its principal and interest by auctioning held by the borrower, furnished or held by the borrower to or with the institution in accordance with the prevailing law. है यहाँनिर अलिकति कन्फ्युजिङ वर्ड युज गरे, सेन्टेन्स युज गरेको छ, यसले चाहिँ म के भनेको म भनिदिन्छु. ल ठिक छ, यो तीनटा मध्ये उसले एउटा काम गर्यो है, उसले एग्रिमेन्ट मानेन, पैसा तिरेन, लगेको पैसा उसले मिसएप्रोप्रिएट गर्यो. यो केसमा चाहिँ अन्य एक्टमा जे, अन्य कुनै पनि एक्टमा जेसुकै भने तापनि रिकभर इट्स प्रिन्सिपल साउथ अथवा ब्याज चाहिँ इन्स्टिट्युसन मे रिकभर के गर्नु पर्यो, अभियसली के गर्नु पर्यो, प्रिन्सिपल प्लस इन्ट्रेस्ट गर्नु पर्यो. कसरी, बाई अक्सनिङ द securities furnished अब यो सेक्युरिटिज त उसले तपाईलाई नै दिएको त हुँदैन, किनभने अब बैंक तपाईँ जग्गा धितोमा राख्नु गर्ने जग्गा त बैंकको त हुँदैन, बैंकले रोक्का गर्छ, राइट, रोक्का गर्छ, तर नाममा त तपाईँको हुन्छ नि त. सो उसले फर्निस गरेको अथवा कुनै कुनै धितो बैंकमै राखिरहेको हुन्छ, जस्तै लोन माग्दा चाहिँ तपाईँले सुन राख्नुभयो भने त्यो त हेल्ड बाई द बरोवर अर विथ द इन्स्टिट्युसन. अब यो तपाईँको सेक्युरिटी दुईटा नेचरको हुन्छ, एउटा चाहिँ तपाईँको बैंक अथवा फाइनेन्सियल इन्स्टिट्युसनले राख्ने हुन्छ, एउटा चाहिँ तपाईँसँगै हुन्छ. सो जुनै भए पनि त्यसलाई अक्सन गरेर माथि भएका यी घटनाहरू भए भने चाहिँ उसले अक्सन गरेर त्यो पैसा उठाउन सक्छ. सो भन्यो, यसलाई छोटकरीमा भन्दाखेरि उसले तीनटा इभेन्टहरू दियो, तीनटा इभेन्टमा यो भयो भने चाहिँ उसले यो अक्सन गरेर जुन सेक्युरिटिज उसले सुरुमा लोन पनि हुनसक्छ, अनि त्यो लोन दिने फाइनेन्सियल इन्स्टिट्युसन पनि हुनसक्छ, त्यसलाई बेचेर चाहिँ उसले त्यो पैसा रिकभर गर्न सक्छ. र पैसा के रिकभर गर्छ, उसले प्रिन्सिपल र इन्ट्रेस्ट रिकभर गर्छ. सो
आजलाई सो 30 मिनट्स हुन लागिसक्यो आजलाई यति गरौँ आज वी डिड रिभिजन अफ द फर्स्ट क्लास त्यसपछि वी स्टार्टेड फ्रम सेक्सन नो वी स्टार्टेड फ्रम द रेगुलेसन्स है रेगुलेसनबाट स्टार्ट गऱ्यौँ अनि फङ्सन पावर ड्युटिज पढ्यौँ त्यसपछि उसले डिडिडी 4D को कुरा गऱ्यौँ अनि इन्टर एग्रिमेन्ट जानुपर्छ भन्ने कुरा गऱ्यौँ अनि उसले भायोलेसनको उसको पावर के हो त फाइनेन्सियल इन्डिपेन्डेन्स त्यसको सेक्सन 1 सम्म पढ्यौँ सो आजको समर रिभाइज गर्नुहोस् होला अनि त्यसपछि वी विल मुभ अन सो थोरै पनि राम्रो पढ्ने द्याट्स आवर मोटो सो सी यू इन आवर नेक्स्ट क्लास या थ्याङ्क यू गुड नाइट एभ्रिबडी ल